येशू ख्रीष्टको नाउँमा आजको यो सुन्दर बिहानी म तपाईहरु सबैलाई स्वागत गर्दछु र ख्रीष्ट येशूको नाउँमा जय मसीह अनि अभिवादन भन्दछु। साच्चै आज यदि सधैँझै कसैले पहिलो पटक सुन्दै हुनुहुन्छ भने म तपाईहरुलाई यो कुरा भन्न चाहन्छु र यो कुरा तपाईलाई याद दिलाउन चाहन्छु कि संसारमा तपाईको जीवनमा तपाईले जति निराशा भोग्नु भएको छ भने पनि, तपाईको जीवनमा आशा छैन भने पनि तपाईलाई आशा दिने, तपाईलाई प्रेम गर्ने एकजना हुनुहुन्छ जो परमेश्वर हुनुहुन्छ। ख्रीष्ट येशू पवित्र आत्मा परमेश्वर तपाईको साथमा हुनुहुन्छ र उहाँले तपाईलाई अत्यन्तै प्रेम गर्नुहुन्छ। तपाईको हरेक अवस्थामा परमेश्वरले तपाईलाई अनुग्रह गर्नको निम्ति तयार हुनुहुन्छ। आमेन। साच्चै परम प्रभुको यो वचन लिएर आउन पाउनु मेरो लागि अति खुसीको कुरा छ, किनभने जब म वचन बाँड्छु त्यसले मलाई अचम्मको शान्ति, आनन्द र परम प्रभुसँग दिनहुँ नजिक हुने मौका दिन्छ र त्यस्तै गरेर तपाईलाई जब दिनहुँ वचन सुन्नुहुन्छ त्यसले तपाईलाई परमेश्वरको नजिक लान्छ। र आजको बिहानी पनि तपाईहरुको बीचमा वचन लिएर आउनु पाउँदा म अत्यन्तै खुसी छु र जुन परमेश्वर पवित्र आत्माले वचन दिनुभएको छ यो वचनबाट तपाईहरु हरेकले आशिष पाउनु हुनेछ भन्ने म विश्वास गर्छु। जब बिहान म वचन पढ्दै थिएँ परमेश्वरले मलाई यो वचन दिनुभयो। धेरै पटक धेरै मानिसहरू हामी यस्तो अवस्थामा हुन्छौँ कि हामीलाई लाग्छ कि परमेश्वर हाम्रो साथमा हुनुहुन्न। हामीलाई यस्तो लाग्छ कि निरन्तर हामी यस्तो किसिमका समस्या, बाधा, अडचनहरूबाट हामी अगाडि बढिरहेको हुन्छौँ कि हाम्रो वरिपरि भएका हरेक कुराले हामीलाई निराश बनाउँछ। हामीलाई यस्तो लाग्छ कि हामीसँग कोही पनि छैन। तर परमेश्वरको वचन बाइबल पुस्तकमा यसरी लेखिएको छ। यशायाको पुस्तकमा यशायाको 46 को 4 पद तपाईले त्यहाँ देख्नुभयो भने, तपाईले पढ्नुभयो भने देख्न सक्नुहुन्छ कि यसरी लेखिएको छ, तिमीहरूको बुढेसकालसम्म र कपाल फुलेको अवस्थासम्म म त्यही हुँ, म त्यही हुँ जसले तँलाई थाम्नेछ। मैले तँलाई बनाएको हुँ र म तँलाई बोकेर हिँड्नेछु र तँलाई बचाउने छु र छुटाउने छु। हेर्नुहोस् त, परम प्रभु हाम्रो साथमा निरन्तर हुनुहुन्छ भन्ने कुरा हामीलाई आशा दिने, हामीलाई विश्वस्त बनाउने परमेश्वरको वचन मैले आजको बिहानी पढे। जब हामी निराश हुन्छौँ, हामीलाई यस्तो लाग्छ कि हाम्रो साथमा कोही पनि छैन, परमेश्वरको वचनले हामीलाई सान्त्वना दिन्छ। आजको बिहानी जब म प्रार्थना गर्दै थिएँ परमेश्वरले मलाई यो वचन दिनुभयो अनि यो वचनबाट फेरि मैले यो नयाँ हुने मौका पाएँ, ताजा हुने मौका पाएँ। परम प्रभु निरन्तर मेरो साथमा हुनुहुन्छ भन्ने कन्फर्मेसन परमेश्वरले दिनुभयो। आज तपाईको जीवनमा पनि तपाईँ त्यही अवस्थामा हुन सक्नुहुन्छ कि जहाँ तपाईलाई धेरै निराश को बादलले तपाईलाई ढाकेको छ, तपाईँ गाह्रो परिस्थितिमा हुनुहुन्छ, तपाईँ अप्ठ्यारो परिस्थितिमा हुनुहुन्छ। म तपाईलाई आज यो वचन भन्न चाहन्छु कि परमेश्वर तपाईको साथमा बुढेसकालसम्मै, कपाल फुल्ने अवस्थासम्मै र तपाईको साथमा तपाईलाई बनाउने परमेश्वर, तपाईका परम प्रभु त्यही परमेश्वर तपाईको साथमा हुनुहुन्छ। हेर्नुहोस् है, धेरै पटक हाम्रो जीवनमा हामी यस्तो अवस्थाबाट गुज्रिरहेका हुन्छौँ कि हामीलाई लाग्छ कि हामी अब कुनै पनि अर्थको छैनौँ, हाम्रो जीवनमा अब कुनै पनि अर्थ बचेको छैन, हामी बेकार छौँ। तर याद गर्नुहोस्, परम प्रभु तपाईलाई बचाउने परमेश्वर तपाईलाईको साथमा हुनुहुन्छ। उहाँले तपाईलाई अप्ठ्यारो परिस्थितिमा आफ्नो हत्केलामा बोकेर हिँड्नुहुन्छ। धेरै पटक तपाईलाई लाग्न सक्छ कि तपाईँ त्यो अप्ठ्यारो परिस्थितिबाट भएर जाँदा तपाईलाई तपाईँ एक्लै हिँड्नु भएको छ। होइन, तपाईको साथमा परम प्रभु हुनुहुन्छ र परमेश्वरले तपाईलाई बोक्नु भएको छ। आफ्नो अङ्गालोमा उहाँले बोकेर तपाईलाई हिँड्नु भएको छ। त्यसैले त तपाईको गाह्रो
अवस्थामा पनि तपाईलाई सहज महसुस हुन्छ। तपाईलाई थाहा छ जुन परिस्थितिबाट अहिले म गुज्रिरहेको छु, म विश्वास गर्छु कि मेरो परमेश्वरले मलाई बोकेर हिँड्नु भएको छ। त्यसैले अप्ठ्यारो परिस्थितिमा पनि मैले आनन्द महसुस गरेको छु, धेरै आशा महसुस गरेको छु। दुःखमा पनि परमेश्वरको हाँसोलाई मैले आफ्नो हृदयमा महसुस गरेको छु, पवित्र आत्माको खुसीलाई महसुस गरेको छु। धेरै पटक हामी अन्योलमा पर्छौँ कि अप्ठ्यारो परिस्थितिमा, यो गाह्रो परिस्थितिमा म एक्लै लत्रिएर हिँडेको छु। होइन, तपाईको साथमा तपाईका परमेश्वरले तपाईलाई आफ्नो हत्केलामा, आफ्नो बाहुलीमा, आफ्नो अङ्गालोमा राखेर बोक्नु भएको छ। त्यसैले धेरै व्यक्तिहरूको जीवनमा थाहा छ एकदमै गाह्रो परिस्थितिमा पनि उहाँहरूले आफूले आफूलाई सम्हाल्न सक्नुहुन्छ। किनभने परमेश्वरले हामीलाई बोकेर हिँड्नुहुन्छ, उहाँले आफ्नो अङ्गालोमा हामीलाई राख्नुहुन्छ। आज धेरैजना व्यक्तिले त्यो महसुस गर्नु भएको छैन भने तपाईले परमेश्वरलाई अलाउ गर्नुहोस्, आफ्नो हृदयमा आउने मौका दिनुहोस् अनि चाखेर हेर्नुहोस् उहाँ कति भला हुनुहुन्छ, उहाँले तपाईलाई कति आनन्द दिनुहुन्छ, उहाँले तपाईलाई कति सान्त्वना दिनुहुन्छ। तपाईले आफ्नो त्यो बोझालाई हलुका महसुस गर्नुहुनेछ। तपाईको जीवनको परिस्थितिमा तपाई लत्रिएर हिँडेको होइन, तपाईले अचम्मको एउटा लाइटनेसलाई महसुस गर्नुहुनेछ, एउटा हलुकापन महसुस गर्नुहुनेछ। मेरो जीवनमा बारम्बार आएको समस्यामा मैले विश्वास गरेको छु, म विश्वास गर्छु र म विश्वस्त छु कि परमेश्वरले मलाई आफ्नो अङ्गालोमा बोकेर हिँड्नु भएको छ। त्यसैले त हर परिस्थितिमा हामी अगाडि बढ्न सक्छौँ। आज तपाईको जीवनमा तपाईँ निराशा हुनुहुन्छ भने, तपाईको जीवनमा तपाईलाई साह्रै गाह्रो अप्ठ्यारो परिस्थिति भएको छ भने यो वचनलाई याद गर्नुहोस्, उहाँ त्यही परमेश्वर हुनुहुन्छ जसरी यो वचनमा लेखेको छ, म त्यही हुँ जसले तँलाई थाम्नेछ। उहाँले तपाईलाई थाम्नुहुनेछ, लड्न दिनुहुने छैन। उहाँले तपाईका पाउहरूलाई आफ्नो हत्केलामा राखेर तपाईलाई हिँड्न सहायता गर्नुहुनेछ। उहाँले तपाईलाई बचाउनु हुनेछ र तपाईका सबै बन्धनबाट तपाईलाई छुटाउनु हुनेछ। तर त्यसका लागि तपाईले परमेश्वरसँग नजिक जान जरुरी छ, परमेश्वरलाई महसुस गर्न जरुरी छ, परमेश्वरसँग आफ्नो हृदय साट्न जरुरी छ। जुन ठाउँमा तपाईँ हुनुहुन्छ त्यही ठाउँमा बसेर तपाईले परमेश्वरलाई पुकारा गर्न जरुरी छ। उहाँ तपाईलाई हर बन्धनबाट छुटाउन तयार हुनुहुन्छ। तपाईको जीवनमा विभिन्न किसिमका बन्धन होला, विभिन्न किसिमका खराब परिस्थितिबाट तपाईँ जानु भएको होला। रोगको बन्धन, चिन्ताको बन्धन, डिप्रेसनको बन्धन, विभिन्न किसिमका खराब कुलतको बन्धन। तर तपाईँ परमप्रभु परमेश्वर त्यही परमेश्वर हुनुहुन्छ, उहाँले तपाईलाई छुटाउन चाहनुहुन्छ, ती बन्धनबाट बचाउन चाहनुहुन्छ। परमप्रभुले मेरो धेरै बन्धनबाट मलाई छुटाउनु भएको छ, मेरो रोगको बन्धनबाट उहाँले मलाई बचाउनु भएको छ। मेरो जीवनमा भएको हुन्छ नि जुन एउटा इन्सेक्युरिटीको बन्धनबाट परमेश्वरले मलाई छुटाउनु भएको छ, कन्फिडेन्स दिनुभएको छ, उहाँले बोल्ने शक्ति दिनुभएको छ। किनभने परमप्रभु परमेश्वरले आज तपाईलाई पनि त्यही कुरा दिन चाहनुहुन्छ। परमप्रभुलाई आफ्नो हृदयमा आउन दिनुहोस्, उहाँलाई बोलाउनुहोस्, उहाँलाई तपाईले आफ्नो हृदय भित्र राख्नुहोस्। परमप्रभु त्यही परमेश्वर हुनुहुन्छ जसरी यशायाको पुस्तकमा यहाँ लेखेको छ, म त्यही हुँ, म त्यही परमेश्वर हुँ जसले तँलाई थाम्नेछ, छुटाउनेछ र तेरो हरेक बन्धनबाट तँलाई निकाल्नेछ र बचाउनेछ। आज तपाईको जीवनमा तपाईँ धेरै निराशामा हुनुहुन्छ, तपाईको जीवनमा बन्धनहरू छ। परमप्रभुलाई तपाईँ नजिक गएर पुकारेर हेर्नुहोस्, उहाँ कति भला हुनुहुन्छ। तपाईका परमेश्वर त्यही जीवित परमेश्वर हुनुहुन्छ जसले दाउदलाई उचाल्नु भयो, जसले योसेफलाई छुटकारा दिनुभयो, जसले परमप्रभु परमेश्वर त्यही परमेश्वर हुनुहुन्छ जसले दानियललाई बचाउनु भयो। आज तपाईका त्यही परमेश्वरले तपाईको जीवनमा कार्य गर्न चाहनुहुन्छ। तपाईँ सिंहको खोरमा हुनुहुन्छ जुन एकदमै डरलाग्दो छ, जुन तपाईको रोग अति नै
असम्भव छ, तपाईको जीवनमा आएका बन्धन साह्रै अप्ठ्यारो छ भने पनि उहाँ तपाईलाई छुटाउन चाहनुहुन्छ, तपाईलाई थाम्न चाहनुहुन्छ, तपाईलाई बचाउन चाहनुहुन्छ। परमप्रभुको नजिक गएर हेर्नुहोस्, परमप्रभुलाई पारक गरेर हेर्नुहोस्। मैले मेरो जीवनमा परमेश्वरलाई चाखेको छु, पारक गरेर हेरेको छु अनि हरेक पटक उहाँले मलाई प्रेम गरेर उहाँको अङ्गालोमा राखेर उठाउनु भएको छ। मेरो गाह्रो अवस्थामा, अप्ठ्यारो परिस्थितिमा, मैले नसकेको बेलामा, मैले आफ्नो शरीरले, दिमागले, मेरो बलले नभएको बेलामा उहाँले मलाई बल दिनुभएको छ, ताकत दिनुभएको छ। समझले सोच्नै नसकेको बेलामा उहाँ मेरो समशक्ति भएर मलाई थाम्नु भएको छ। आज त्यही परमेश्वरले तपाईको जीवनमा पनि त्यही कार्य गर्न चाहनुहुन्छ। तपाईको समशक्तिले, तपाईको बलले, तपाईको ताकतले तपाईको समस्यालाई तपाई लड्न सक्नु भएको छैन भने परमप्रभुलाई दिनुहोस्। उहाँ तपाईलाई बचाउने, बुढेसकालसम्म तपाईसँग निरन्तर हिँड्ने, तपाईलाई छुटाउने त्यही परमेश्वर हुनुहुन्छ। आमेन। आजको यो वचनले तपाईलाई आशिष दिएको छ, फेरि नयाँ ऊर्जा थपेको छ र तपाईलाई बलियो बनाएको छ भन्ने म विश्वास गर्छु। र यदि तपाईलाई पनि त्यही महसुस भएको छ भने आफ्नो कमेन्ट सेक्सनमा गएर लेख्नुहोस्, परमप्रभु मेरो साथमा निरन्तर हुनुहुन्छ। जसरी मेरो साथमा परमेश्वर निरन्तर हुनुहुन्छ नि, तपाईका परमेश्वर त्यही परमेश्वर तपाईको साथमा निरन्तर सँग हुनुहुन्छ। आमेन। आजको यो वचनले तपाईलाई भरपूर आशिष दियोस्, बलियो बनाओस्। तपाईको हर बन्धनलाई फुकाउनलाई तपाई परमप्रभुको नजिक गएर त्यही परमेश्वरले तपाईको जीवनमा कार्य गर्नुहुन्छ भनेर विश्वासका साथ अगाडि बढ्नुहोस्। साँच्चै यतिखेर हामी आराधनाको समयमा जानेछौँ र आराधनामा आफ्नो हातहरू उचाल्नुहोस्, प्रार्थना गर्नुहोस्। तपाईका बन्धनहरू आराधना गर्दा गर्दै फुक्नेछन्, कतिका रोगहरू निको हुनेछन् र त्यसपछि हामी हरेकको निम्ति प्रार्थना गर्नेछौँ। आउनुहोस् स्वर्गतिर आफ्नो हातहरू उचाल्दै हामी आराधना गरौँ। यो मेरो जीवनको चाहना, यो मेरो जीवनको चाहना। हालेलुया होसना, हालेलुया होसना। वर्तमान मेरो यीशुको हातमा, भविष्य पनि तपाईको साथमा। वर्तमान मेरो यीशुको हातमा, भविष्य पनि तपाईको साथमा। आनन्दित छु, शान्तिमा छु, प्रभुहरूका प्रभुमा। आनन्दित छु, शान्तिमा छु, प्रभुहरूका प्रभुमा। महान प्रभुलाई महिमा,
प्रभुलाई प्रशंसा यो मेरो जीवनको चाहना यो मेरो जीवनको चाहना हालेलुया होशना हालेलुया होशना यो शक्तिशाली आराधनापछि र परमेश्वरले दिनुभएको यो वचनपछि आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। यतिखेर हरेकले स्वर्गतिर आफ्नो हातहरू उचाल्नुहोस्। यदि कसैलाई कुनै पनि ठाउँमा समस्या छ, तपाईँले दाहिने हातलाई आफ्नो ठाउँमा त्यो ठाउँमा राख्न सक्नुहुन्छ। हामी हरेकको निम्ति प्रार्थना गर्नेछौँ, हरेक विषयको लागि प्रार्थना गर्नेछौँ। औ परमप्रभुसँग हामी माग्नेछौँ। आउनुहोस्। स्वर्ग र पृथ्वीका मालिक परमेश्वर, तपाईँ दयालु, अति सर्वशक्तिमान, प्रेमिलो परमप्रभु हुनुहुन्छ। तपाईँ जस्तो अरू कोही पनि छैन प्रभु। तपाईँसँग आज हामी यसरी बिन्ती पुकारा गर्दैछौँ प्रभु। हामी विशेष प्रार्थना गर्छौँ आजको बिहानी हरेकको निम्ति जो रोगी हुनुहुन्छ, जो बिरामी अवस्थामा हुनुहुन्छ, जो फिक्रीमा हुनुहुन्छ, जो चिन्तामा हुनुहुन्छ, डिप्रेसन र एङ्जाइटीमा हुनुहुन्छ प्रभु। विभिन्न किसिमका ओसिडी, एएसटी, विभिन्न किसिमका न्युरोलोजिकल डिसअर्डरहरू बाई बर्थ डिफेक्टमा हुनुहुन्छ परमप्रभु परमेश्वर। यतिखेर म प्रार्थना गर्छु हरेकको जीवनमा तपाईँको चङ्गाई दिनुहोस्। रोगी बिरामी, टाउकोका बिरामीहरू जति पनि हुनुहुन्छ प्रभु, तपाईँ यीशु ख्रीष्टको नाउँमा यतिखेर प्रार्थना गर्छौँ। रुगा, खोकी, भाइरल ज्वरो, आँखाका इन्फेक्सनहरू, भाइरल इन्फेक्सनहरू यीशु ख्रीष्टको नाउँमा यतिखेर निको भएको घोषणा गर्दछौँ। हरेक अन्धकारका शक्तिहरू, हरेक बन्धनका शक्तिहरू, सबै अन्धकारले बाँधिएका कुराहरूलाई यीशु ख्रीष्टको नाउँमा यतिखेर फुक्ने आज्ञा गर्दछौँ। यीशु ख्रीष्टको नाउँमा चङ्गाइको घोषणा गर्दछौँ प्रभु। यतिखेर म प्रार्थना गर्छु पेटका बिरामीहरूको लागि, आन्द्रामा भएका समस्या भएका व्यक्तिहरूको लागि प्रभु। हामी प्रार्थना गर्छौँ तपाईँको चङ्गाइको हात लगाउँदछौँ। नसाका बिरामीहरू, न्युरोलोजिकल डिसअर्डर भएका रोगीहरू, ब्रेनमा समस्या भएका व्यक्तिहरू, ब्रेन ट्युमर, ब्रेन स्ट्रोकबाट बिरामी हुनुभएका व्यक्तिहरूको लागि म प्रार्थना गर्छु प्रभु। तपाईँको चङ्गाई पठाउनुहोस्। यतिखेर हर्मोन रिलेटेड इस्युजहरू जति पनि छ, हर्मोनल इस्युजहरू, थाइरोइडका बिरामीहरू, ब्लड सुगरका बिरामीहरू, परमप्रभु तपाईँको चङ्गाई लगाउँदछौँ। अटो इम्युन डिजिजहरूको लागि यतिखेर म प्रार्थना गर्छु प्रभु, तपाईँको चङ्गाई पठाउनुहोस् प्रभु। विभिन्न किसिमका नसाका समस्या भएका व्यक्तिहरू, आर्थराइटिसका समस्या भएका व्यक्तिहरू, हड्डी जोर्नीहरू दुख्ने, युरिक एसिडका समस्या भएका व्यक्तिहरूको लागि प्रार्थना गर्छु प्रभु, तपाईँको चङ्गाई पठाउनुहोस्। यतिखेर मानसिक समस्या, मानसिक असन्तुलन भएका व्यक्तिहरू, मानसिकतामा समस्या भएका व्यक्तिहरू, मानसिक रोगहरू जे पनि छ, डिप्रेसन, एङ्जाइटी, ओसिडी, विभिन्न किसिमका प्यानिक एट्याकहरू आउने समस्या भएका व्यक्तिहरूको लागि म प्रार्थना गर्छु प्रभु, तपाईँको चङ्गाई पठाउनुहोस्। आज प्रभु यो बिहानी हामी प्रार्थना गर्छौँ मुटुमा समस्या भएको व्यक्तिहरूको लागि, फोक्सोमा समस्या भएको व्यक्तिहरूको लागि, र जो पनि अहिले हस्पिटलको बेडमा हुनुहुन्छ र हस्पिटलको बेडबाट यो प्रार्थना सुन्दै गर्नुभएको छ भने म प्रार्थना गर्छु प्रभु, तपाईँको चङ्गाई, तपाईँको छुटकारा र तपाईँको अनुग्रह पठाउनुहोस् प्रभु। म प्रार्थना गर्छु यतिखेर घर परिवारमा, श्रीमान श्रीमतीमा मेलमिलाप छैन भने प्रभु म प्रार्थना गर्छु उहाँहरूको जीवनमा तपाईँको मेलमिलाप, तपाईँको शान्ति, तपाईँको अनुग्रह पठाउनुहोस्। बुवा आमा छोरा छोरीमा तपाईँको प्रभु मेलमिलाप दिनुहोस्, शान्ति दिनुहोस् पिता। जग्गा जमिनको लागि कसैले प्रार्थना गर्दै हुनुहुन्छ, घर बनाउने सोचमा हुनुहुन्छ, कसैले घर बनाउँदै हुनुहुन्छ प्रभु, त्यहाँ ठाउँमा
आर्थिक कुराहरू जुट्नलाई तपाईले सहायता गरिदिनुहोस् पिता। तपाईको अनुग्रह पठाइदिनुहोस् परमप्रभु, तपाईको छुवाई पठाइदिनुहोस् पनि म प्रार्थना गर्छु। आज जसले पनि परमप्रभु जुन पनि कुराको लागि प्रार्थनामा याद गर्नु भएको छ, प्रार्थना गर्दै हुनुहुन्छ प्रभु, त्यो प्रार्थना तपाईले सुनिदिनुहोस् पनि म प्रार्थना गर्छु। व्यापार व्यवसाय जसको पनि छ औ प्रभु, जागिरको लागि प्रार्थना गर्दै हुनुहुन्छ प्रभु, ती जागिरमा ती व्यापार व्यवसायमा तपाईले आशिष दिनुहोस्, तपाईको छुवाई पठाउनुहोस् पनि म प्रार्थना गर्छु। आज यतिखेर म प्रार्थना गर्छु जसको पनि कोख बाँझो छ औ कोखको लागि प्रार्थना गर्नु भएको छ प्रभु, त्यो जोडामा तपाईले आशिष दिनुहोस्, ती कोखहरूलाई प्रभु तपाईले फलदायी बनाउनुहोस् पिता। परमप्रभु म प्रार्थना गर्छु आजको यो बिहान हरेकको जीवनमा भएका अशान्तिहरू पीडाहरूबाट तपाईले चङ्गाइदिनुहोस् पिता। परमप्रभु प्रार्थना गर्छौँ ढाड दुख्ने बिरामीहरू, टाउको दुख्ने बिरामीहरू, माइग्रेनको समस्या भएको बिरामीहरू औ जिब्रोमा घाउ आएका व्यक्तिहरू, घाँटीमा घाउ आएका व्यक्तिहरू को लागि यतिखेर प्रार्थना गर्छु तपाईको चङ्गाई र छुटकारा दिनुहोस्। र यतिखेर हामी हरेकको निम्ति प्रार्थना गर्दछौँ जसले पनि यो प्रार्थना सुन्दै हुनुहुन्छ, उहाँहरू जुन पनि समस्यामा हुनुहुन्छ प्रभु तपाईको अनुग्रह पठाउनुहोस्। यतिखेर म यात्रा गर्ने व्यक्तिहरूको लागि प्रार्थना गर्छु, त्यो यात्रा गर्ने व्यक्तिहरूलाई र यात्रा गर्ने साधनलाई प्रभु म सुरक्षाको लागि प्रार्थना गर्दछु। धन्यवाद छ प्रभु, तपाईले हाम्रो प्रार्थना सुनेर स्वर्गको ढोका खोलेर सधैँ चाहिँ आज पनि हामीलाई उत्तर पठाउनु भएको लागि धन्यवाद चढाउँदै सबै बिन्ती पुकार माग्छु ख्रीष्ट येशूको अति उच्च, अति पवित्र अनि अति प्यारो नाउँमा। आमेन, आमेन, आमेन।